सबैजनालाई स्वागत छ। आज फेरि नयाँ रेसिपीका साथमा आएको छु। नयाँ चिज चाहिँ मैले के बनाउन गइरहेको छु भने सोयाबिन साँधेको न्युटेला साँधेको बनाउन गइरहेको छु। न्युटेला साँधेको लागि मैले न्युटेला एकदम भिजाएर रेडी गरिसकेको छु अनि टमाटर प्याजहरू पनि काटेर रेडी गरेको छु। सो अब अरू चिजहरू पनि आधी बनाइसकेको छु, अरू बनाउँदै जानु छु है त। सो अब मैले प्यान रेडी गरेँ। प्यान रेडी गरिसकेपछि हल्का तताउनु पर्ने हुन्छ। त्यसको लागि मैले तेल थोरै यसरी राखेर यसमाथि चाहिँ अब तपाईँको यो माथि चाहिँ मैले सुकेको खोर्सानी दुईटा राख्न गइरहेको छु। दुईटा सुकेको खोर्सानी राख्न गइरहेको छु यसमा। अनि त्यसपछि लसुन राख्न गइरहेको छु। अनि यसमा टमाटर, यसलाई चाहिँ मैले यो हिसाबले एकछिन यसलाई मजाले गल्न दिनुपर्ने हुन्छ। सो लगभग यसलाई मैले तेलमा एकदम मजाले बफ्याएको छु। यसलाई मजाले पकाउने चाहिँ होइन, यसलाई चाहिँ मजाले बफ्याएको छु। यसलाई चाहिँ बफ्याएर अनि त्यसपछि ओखलीमा राखेर कुटेर अनि हाल्नुपर्ने हुन्छ। त्यसको लागि यो बफ्एछ, राम्रोसँग बफ्एछ, देख्न सक्नुहुन्छ है, सानो भएको छ। अब यसलाई अझै एकछिन छोडेर बफ्याएर ओखलीमा राखेर कुटेर अब पालो चाहिँ सोयाबिनको छ। सोयाबिनलाई चाहिँ मजाले नुन र बेसरमा मेरिनेट गरेर अनि त्यसपछि चाहिँ हल्का तेलमा फ्राई गर्नुपर्ने छ है त। देख्न सक्नुहुन्छ यो मजाले बाफिसकेको छ। खोर्सानी तपाईँको खोर्सानी, टमाटर, लसुन चाहिँ एकदम दामीसँग बाफेको छ। हल्का तेल ज्यादा भयो जस्तो लाग्यो मलाई, हल्का कमै राख्नुपर्छ तेल चाहिँ अलिक ज्यादा भयो जस्तो लाग्यो। सो यो बफेर चाहिँ रेडी भयो। यसलाई अब ओखलीमा राखेर कुट्नुपर्ने छ है त। ट्याक्क ओखलीमा आएको यसरी हालेर यसलाई चाहिँ मजाले गर्नुपर्ने हुन्छ। अब यसलाई मजाले अचार बनाउने, लसुन मजाले बाफाइरहेको छ मिक्स गरेर यो सुकेको खोर्सानीलाई पनि। यसले चाहिँ फ्लेभर दिन्छ जस्तो लाग्छ मलाई सुकेको खोर्सानीले। सो अघि रेडी गरेको यो सोयाबिन चाहिँ अब यसमा चाहिँ मैले यहाँनिर प्यान रेडी गर्छु। अनि यसलाई चाहिँ यहाँनिर मैले यसलाई ट्याक्क नुन राखेर स्वाद अनुसार आफूलाई कति खानु मन लाग्छ त्यो अनुसार नुन राख्ने। धेरै होला फेरि होइन, त्यो चर्को भन्दा मिठो हुँदैन नि, बर्बाद हुन्छ नि। अब यसलाई हल्का हल्दी राख्नुपर्छ यसमा, किनभने त्यो हल्दीले फ्लेभर दिन्छ। फ्लेभरको लागि हल्का हल्दी हाल्ने। फ्राई गर्नुभन्दा अगाडि चाहिँ हल्दी र नुन राखेर मजाले यसलाई चाहिँ मजासित मोल्ने, मजाले मिक्स गर्ने। फर्स्ट टाइम बनाइरहेको मैले नि, कस्तो हुन्छ हेरौँ है त। ट्याक्क यो मजाले मेरिनेट भइसकेपछि चाहिँ अब पालो प्यानमा है त। प्यान राखेर मैले यसमाथि चाहिँ तेल हालेँ हल्का, किनभने यो फ्राई मात्रै गर्ने, त्यस्तो साह्रो फ्राई होइन, हल्का रप्याउने, रातो बनाउने हिसाबले चाहिँ। र अब तेल ताते रेडी भयो। मैले चाहिँ यो सोयाबिन अब यहाँ आउँदा देखाउँछ मजाले यसरी तेलमा हाल्नु। मजाले तेलमा हालेर यसलाई चाहिँ मजाले चलाएर रातो बनाउनु पर्छ। यो अघि बेसारले गर्दा कलर निस्किराखेको छ नि त दामीसँगले।
हल्का अब स्टारमा दिउँ न। यसलाई चलाएको गर्नुपर्छ किनभने तेल त्यति राखेको छैन त्यो भएर। यसको कलर चाहिँ निस्किरहेको छ हेर्नुहोस्, यहाँ मजाले फ्राई हुँदैछ। यसको चाहिँ मजाले फ्राई गर्नुपर्छ, मजाले फ्राई गर्नुपर्छ यसलाई। मैले चाहिँ तेल राखेको छुइनँ, तेल अगाडि हालेको थियो अलिकति, त्यही तेलमा गरिरहेको छु किनभने डढेको फ्लेभर आउनु पऱ्यो नि त्यसमा, अनिको मिठो हुन्छ त छोइला त, साँधेको छोइला होइन साँधेको। ल अब चाहिँ रेडी भइसकेको छ, मजाले फ्राई भएर 15-20 मिनट जति फ्राई गरेर यसलाई अब हामीले सान्नको लागि रेडी गरिसकेका छौँ। अझै डढाउनु चाहिँ सकिन्छ तर राम्रो हुँदैन जस्तो लाग्यो है त। दामी आयो फ्लेभर। तपाईँले सान्न लागेको भएर चाहिँ एकदम धुवाइराख्नु होला किनभने त्यो भयो भने राम्रो हुन्छ सान्ने। ट्याक्क साँधेर अब ट्याक्क हान्नुपर्ने हुन्छ। सो अब मैले यसमा चाहिँ मेथी राख्न गइरहेको छु। मेथी, त्यसपछि लसुन, यसमा मैले मेथी, लसुन, प्याज राखेर हरियो खोर्सानी राखेर यसलाई हल्का रप्याएर एड गर्न गइरहेको छु। अघि मैले गरेँ यो एड गरेँ धनियाँ, अनि त्यो अघि मैले गरेको लसुन प्याजहरू। अब यसमा मैले टमाटरको चटनी एड गर्नेछु मजाले। अब यो चाहिँ मोल्दैछु। अब यो नुनहरू टेस्ट गर्नुपर्ने हुन्छ कस्तो भएछ, अनि त्यसपछि चाहिँ यसलाई प्लेटमा सर्भ गरेर चाख्नुपर्ने हुन्छ। सोयाबिन साँधेको फाइनली यस्तो भएको छ है लुक्स। ल हेर्नुहोस् क्या बवाल देखेको छ क्या, मासु बिर्साउँछ है यसले चाहिँ। बवाल दामी भएको होला, म टेस्ट गर्छु ल। हेर्दा चाहिँ दामी भएको जस्तो देखिरहेको छ, अब यसलाई टेस्ट गरेपछि थाहा हुन्छ कस्तो भएको छ है त। ल हेर्नुहोस् क्या दामी देखिरहेको छ, ल हेर्नुहोस् वाउ। अब म यसलाई टेस्ट गर्दैछु कस्तो छ है त। हेरौँ है, एक पिस ट्याक्क लिएर ट्याक्क बवाल। फर्स्ट टाइम बनाएको मैले, मासु बिर्साउँछ यसले, बवाल भएको छ। सोयाबिन साँधेर लगभग 1-1.5 घन्टा लाग्यो होला बनाउन, ओर्थेड छ एकदम बवाल मिठो। यस्तै भिडियो हेर्नको लागि चाहिँ यात्रा पेजलाई फलो गर्नु होला, युट्युबमा गएर दिपेन्द्र राय माझी युट्युब च्यानलमा सब्सक्राइब गर्नु होला। विकली म यस्तै नयाँ भिडियो लिएर आउनेछु। सो सबैजनालाई थ्याङ्क यू सो मच हेरिदिनु भएकोमा।